हेलो, हामी चाहिँ सबैजना गाउँकोहरू मिलेर चाहिँ ट्र्याक्टरमा चाहिँ पिकनिक खान जाँदैछौँ। हाम्रो भाइ बहिनीहरू खाने ठाउँमा चाहिँ अलिक सरसफाइ गर्दै थिएँ म चाहिँ। अनि यहाँ दिदी भाउजूहरू चाहिँ चटपटेको तयारी अनि पूजा गर्नुपर्ने रहेछ नि त। अनि सुरुमा चाहिँ हाम्रो आन्टीले चाहिँ पूजा गर्नुहुँदैछ, उताबाट धुपकाठी बाल्नुहुँदैछ। अनि सबैलाई चाहिँ अनि टिका लगाइदिनु भयो। टिका लगाइदिनु भयो। खाजा चाहिँ फाइनल्ली चटपटे बनिरहेको छ। यता चाहिँ आन्टीले चाहिँ बाँड्नुको लागि छैन है दिना के कुट्नु भएको यो सिना के पिस्नु हुँदै ह उता चाहिँ आन्द्रा धुनु धमाधम छ कि भुटनलाई कसैको चाहिँ पेन्डी झरिसक्यो त यार कट आमासँग रहेछ दिनु पानी अलिक धेरै दिनु अरे थोरै दिन्छन् अरे जो पनि समा त मजाले ल सन्ध्या पनि देखिएन त भाइजू तातो तातो खोलेर डर लाग्छ पिस्दा हात धोइदेऊ हजुर बोक्नु